अरे होइन को आउँदैछ यस्तो साँझ पखतिर? अरे गैरी घरे कान्छा पो रहेछ। हो गैरी घरे कान्छा, यता आऊ, यता आऊ। हो सिवान गरे दाजु, होइन के पो गर्दै हुनुहुन्छ हौ? अरे हौ लु आऊ यहाँ एकछिन दाजुभाइ बसौँ, गफ गरौँ। ओ दाजु लु कोसेली लिएर आएको छु, दाजुभाइ मिलेर यसो अलिअलि। हौ लु कोसेली के छ, लु खाऊ न। आम्मै दाजुभाइ बल्ल बल्ल भेट भएको बेला। दाजुलाई नि कोसेली त छ नि, अरे के हो यो त? गाउँको लोकल है, कोदोको जस्तो छ त नि। ए हो ल ल ल ल अनि यहाँ छ नि अर्को फेरि लु फाक्सा हो यो एकदम। लु फाक्सा ए यो के छ? अरू केही पनि छ जस्तो छ। लु त बजारको, ए यो बजारको अठ्या कोलाको हो। अठ्याकोला। ए ल लु अब दाजुभाइ यहाँ सँगै बसेर खाउँ है त। अरू पनि छ, अरू पनि छ र? ए होइन नखाउँ, भयो पर्दैन भयो। लु अरू ए ल पर्दैन। लु लु दाजु फाक्सा गरे गरे कान्छा, लु छोचो सुरु गरौँ है। सुरु गरौँ गरे गरे कान्छा। सुरु गरौँ दाजु। अनि घर परिवार सबै सन्चै? एकदम सन्चै। लु सुँगुरको मासु छोचोरो। लु अचार पनि रहेछ हाम्रो गरी घरे कान्छाले अचार कस्तो छ त हौ अनि दाजु? यसो अरू भन्दा नि गाउँमा बोजूले बनाएर ल्याएको। एकदम टेस्टी, एकदम राम्रो। अरू भन्दा नि कोदोको रक्सी चाहिँ खाउँ है त। अरे कोदोको त अनि यही हो हाम्रो कोदोको, उकाली ओह्राली हिँड्ने नै यसले हो। यो कोदोको रक्सी त अनि कस्तो डिउ गनाउँछ त। डिउको बोतलमा भएर कोदो हो कि क्या हो? बोतलमा चाहिँ डिउको हो। ए हो कोदोकै हो के? ए ल साह्रै मिठो फाक्सा है। के रक्ती झऱ्यो कि क्या हो? रक्ती स्याम भइगयो नि। लु गरे कान्छा अर्कोचोटि चाहिँ झ्याउ हालेर ल्याउँ है त। अरे ल जङ्गलको झ्याउ घुवाई पारेर होइन बब्बा पारेर ल्याउने अर्कोचोटि टक्कै दाइलाई। अनि यसो भाइको कोसेली एकदम। हौ गरे कान्छा हौ, अब जिन्दगीको दुःख सुखको कुरा यस्तै हो। बाँचिएछ भने भोलि पुरा गरौँला है। अब तपाईँको यो कोदोको रक्सी पनि खाइयो, बजारको यो अठ्या कोलाको रक्सी पनि खाइयो। यो चाहिँ अलिकति बचेको छ, यो चाहिँ त्यहाँ लानु है, यसो अलिअलि खानु ल। अरे दाजुलाई यो कोसेली हो मलाई हो। अरे ए ल म राति सिरानीमा राखेर यसो अलिअलि खान्छु ल। चुस्सा खान्छु है। ल त्यसो भए अब छुटौँ त। ल छुटौँ दाजु। ल अब जति कुरा गऱ्यो है उति कुरा गर्नु मन लाग्छ होइन। लु अब भोलि कुरा गर्नुपर्छ ल। हे दाजु राम्रोसँगले जानु है, बिस्तारै जङ्गलमा बाघ भालु आऊ ल, दायाँ बायाँ हेर्दै जानु ल। लाग्यो ल मच्ची त। ल है गरी घरे कान्छा, तिमी पनि राम्रोसँगले जानु है। ल